गुड मर्निङ साथीहरू सबैजनालाई। आज चाहिँ बिहान बिहानै म पहिला यो मलेसिया आउने बित्तिकै यो होस्टेलमा बस्थ्यौँ हामी। यो होस्टेलको भिडियो देखाउन लागिरहेको छु तपाईँहरूलाई। सुरुमा हामी यहाँ इन्ट्री हुँदा चाहिँ यही होस्टेलमा बसेको। अहिले चाहिँ म उताको नयाँ होस्टेलमा बस्छु। यो पुरानो होस्टेलमा चाहिँ बस्दिनँ। यहाँ तर साथीहरू बस्छन्, त्यही भएर साथीहरूको होस्टेल देखाउन गइरहेको छु। पहिला हामी यहाँ ट्रेनिङ गर्थ्यौँ। यहाँ यस्तो छ है पुरानो होस्टेल यो हो। यहाँ यस्तो छ साथीहरू पुरानो होस्टेलको चौरी यस्तो छ। यो चाहिँ पुरानो होस्टेल है। यस्तो छ पुरानो होस्टेल। यो अर्को साथीहरू भर्खर ड्युटीबाट आउँदै यतै आफ्नो पुरानो होस्टेलमा निस्केर अहिले चाहिँ म अब यतैबाट बिस्तार उता पहिलाको ट्रेनिङमा पनि निस्केर जाउँला भन्दैछु। यहाँ बसिन्थ्यो पहिला। बलियो खाना बलियो। खाना नबनाउनु भने हो नि त मैले। पुरानो होस्टेल छ खै के बनाएको? तरकारी टाइममा छ। आलु त भराइ गरिसकेको थिएँ। उसिनेको? आलु उसिनिसकेको थिएँ। सबै रेडी गरिसकेको थिएँ। अरे पर्दैन थिएन मलाई त। यस्तै छ होइन। यो चाहिँ हाम्रो पुरानो होस्टेल हो क्या। यो देख्नु हुँदैछ नि, यो चाहिँ पुरानो हाम्रो होस्टेल छ। जुन बेला मलेसियामा आइएको थियो त्यो बेला चाहिँ यो होस्टेलमा बसिन्थ्यो हामी। यो होस्टेल ठ्याक्कै यो होस्टेलमा पुरानो होस्टेल हो क्या। यहाँ पनि अहिले अरू पुरानो साथीहरू त यहीँ बसेको छ, तर म चाहिँ बसेको छैन क्या। किन बसेको छैन भनेपछि अर्को नयाँ होस्टेलमा बस्दैछु म अहिले। अहिले म चाहिँ तपाईँहरूलाई कहाँ लैजाँदैछु भनेपछि सुरुमा यहाँ आउँदाखेरि हामीले ट्रेनिङ गर्थ्यौँ। ट्रेनिङ गर्ने प्लेसमा लाँदैछु है। ठ्याक्कै यो पुरानो होस्टेलबाट ठ्याक्कै अलिकति त्यहाँ पर जानुपर्छ क्या। यहाँ पर जानुपर्छ। तासी भन्ने। तर अब यो नयाँबाट चाहिँ 10 मिनट हिँड्नुपर्छ कि। अस्तिदेखि यो ठाउँको भिडियो चाहिँ कभर गरौँ भनेर सोचेको थिएँ नि। यस्तो छ। गर्नेहरू धेरै हुन्छन्। यसको ठ्याक्कै लोकेसन भन्नुपर्दा चाहिँ तामनतासी भन्छ क्या। यहीँ लेखा पनि छ तामनतासी भनेर क्या। तामनतासी ठ्याक्कै यहाँबाट भित्र इन्टर गर्ने हो। यहाँ सेक्युरिटी बस्ने गाडी विभाग गर्नेहरू थुप्रै छ क्या। यो ठाउँ तलबाट गएर खिच्नु पर्यो। धेरै ठुलो छ क्या, धेरै ठुलो ताल हो। तपाईँ हेर्न सक्नुहुन्छ। जङ्गलै त्यस्तो खालको।
बिहान मर्निङ वाक गर्न साह्रो मजा आउँथ्यो है यहाँ। तर के गर्नु पानी पर्नु थालिहाल्यो पर मर्निङ वाक गर्नेहरू आइरहेछ। निकै गाह्रो छ, समुद्रकै टाइपको छ क्या पारिपट्टि त्यस्तो सानो सानो बिल्डिङहरू देखिँदैछ। त्यस्तो ठुलो बिल्डिङहरू त सल्ल चाहिँ नि बगिरहेछ क्या पानी। यहाँ चाहिँ माछा पनि एकदम ठुल्ठुलो छ क्या तपाईँको। हो त्यो ठाउँमा चाहिँ घुमाउनु देखाउनु लागिरहेको छु तपाईँहरूलाई कस्तो लाग्छ होइन, हेरेर साथ दिनु होला। भिडियो फेरि मलाई बनाउन चाहिँ बन्दै आएन हो, हात गलेर भन्नु कि के गरे यस्तो छ है। यहाँ चाहिँ हामीले पुरै ट्रेनिङ गर्न पर्थ्यो पहिला, के गर्ने यस्तै छ मलेसिया चाहिँ। लाग्यो साथीहरू होस्टेलतिर। अब चाहिँ होस्टेलतिर लाग्नै पर्ने हुन्छ, के गर्नु होस्टेलतिर नगई पनि भएन। बिहानै मान्छे एक्सर्साइज के गर्छ, कति गर्न मन परेको एक्सर्साइज। तर एक्सर्साइज गर्न चाहिँ शरीरको लागि एकदम राम्रो हो नि। ल त्यसले एक्सर्साइज गरेको देखेर म दङ्ग पर्छु क्या। पुरानो होस्टेलतिर लाग्यो, पुरानो होस्टेलबाट नयाँ होस्टेलतिर 10 मिनट हिँडेरै लाग्छ भनेपछि निकै परै पो छ त नयाँ होस्टेल त। तर पनि जान्छु म, ब्यागस्याग ठक्क टिप्ने त्यसपछि लाग्ने। पुलिस बस्छ यहाँ पल्लोपट्टि, पुलिस बस्छ, पुलिस हो त्यो आर्मी। यो यता सेक्युरिटी
यहाँ चाहिँ सेक्युरिटी नेपाली सेक्युरिटी आफ्नै होस्टेलतर्फ लाग्यो पुरानो होस्टेलबाट नयाँ होस्टेलतिर लाग्यो साथीहरू के गर्नु परदेशी जिन्दगी थोरै केही किसिमको लागि आइहाल्यो लाग्यो केही काम थियो थोरै साथीहरूसँग भेट्नुपर्ने काम थियो मेन साथी भेट्न पर्ने साथीलाई पनि भेट्थेँ होइन अरू साथीहरूसँग यसो छ्यासछुस भेटेर रुमतिर फर्कियो भनौँ न रुमतिर फर्कियो के गर्नु अब एकछिन आयो एकछिन गयो परदेशी अब ड्युटी जानुपर्ने हुन्छ पछिबाट धेरै बेर समय बस्ने टाइम नभएको कारणले गर्दा लागि है साथी अब आफ्नो रुमतर्फ गाडी कति हिँड्छ यार बोल्न डिस्टर्ब छ के छ